तपाईं हेर्दै हुनुहुन्छ हिमाली स्वरहरू अनलाइन रेडियोको युट्युब च्यानल, जहाँ तपाईं नेपाली समुदायका विविध सामाजिक गतिविधिहरू हेर्न सक्नुहुन्छ। हिमाली स्वरहरूका रेडियो कार्यक्रमहरू सुन्नुहोस् www.nepaliradio.com अथवा www.nepaliradio.org मा। हिमाली स्वरहरू, नेपाली मन र यस प्रमाण विषयबाट आत्मचिन्तन सबभन्दा ठुलो आत्मा नलिकन प्रमाण बोध हुन सक्दैन। जय राम आत्मा ज्ञान हामीले पाएको सनातन धर्म, आत्मा ज्ञान हामीले पाएको आत्मा ज्ञान हामीले पाएको सनातन धर्म, ज्ञान हामीले पाएको सनातन मण्डली हुँदै जाला ज्ञान हामीले पाएको सनातन धर्म, ज्ञान हामीले पाएको सनातन धर्म, ज्ञान हामीले पाएको सनातन धर्म, ज्ञान हामीले पाएको सुन्नुभएको छ। त्यो खाएर मोटरसाइकल एक्सिडेन्ट पऱ्यो भने दिनका दिन घटना सुनिन्छ। त्यही भएर सबभन्दा ठुलो कुरो चित्त शुद्धिको लागि खानपान शुद्धिकरण गर्नु। खानपानको शुद्धिकरण गरेपछि चित्त शुद्धि हुन्छ, अनि बुद्धि शुद्धि हुन्छ, अनि आत्मा शुद्धिकरण हुन्छ। प्युरिफिकेसन अफ सोल, आत्माको शुद्धिकरणको लागि भगवान श्रीकृष्ण परमात्मा उद्धवजीलाई सम्बोधन गर्दै भन्नुहुन्छ, उद्धवजी यो संशय नाश गर्नको लागि सबभन्दा ठुलो ब्रह्मचिन्तन मेरो सबभन्दा उत्तम हो। जय राम राम
यस्तो तब्रुबाट मेरो महाराज प्रसिजन जसमध्येमा गएर अहिंसा हिंसा नगर्नु, दोस्रो सत्य नबोल्नु, तेस्रो अस्ति चोरी नगर्नु, चार असङ्गता नचाहिने व्यक्तिसँग नगर्नु, पाँचौँ दिन लज्जित बन्ने काम गर्नु। विद्यामे कलो निर्माण में 4 गुण दया धर्म न्याय व्यवस्था कारण बलिन भए बलले हुनेछ। धर्म न्याय व्यवस्था हुनुको लागि बल मिचाइले जे गरे त्यही हुन्छ। अनावृष्टि कहीँ चाहिँ बढी पानी नपर्ने, कहिले पानी पर्ने, अन्यथा नहोस् है त। भागवत भन्छ यहाँनिर दूरे बारी एनम तीर्थम लावण्य केश धारण। लावण्य केश धारण गर्ने हो हुनेछ भनेको लावण्य केश भनेको कहिले चाउचाउ जस्तो कपाल बनाउनु, कहिले यु कट, भी कट, के अरे फ्रेन्च कट, थाई कट, के अरे के कट, के अर्को जापानिज कट, अरूलाई थाहा छ। केही अगाडि यसो घोडाको पुच्छर जस्तो ल्याएर गर्ने, कोही कोही फेरि देखाएका फेरि यस्तो यस्तो हुनेछ। कपालको श्रृङ्गार बढी हुनेछ भनेको छ। त्यही भइरहेछ अहिले। कसरी कपाल राम्रो बनाउनु भन्ने विषय यो भागवत जस्तो उत्तम पुराण हुन सक्दैन। मार्कण्डेयले रचना गरेको मार्कण्डेय यसलाई पनि एउटा पुराण कुरा आउने अध्यायबाट ज्ञान हुन्छ। यही कुरा ऋषिश्वर सौनकादिलाई शुद्ध पौराणिक भन्ने पण्डितजीले नैमिषार नक्षत्रमा ज्ञान दिँदै हुनुहुन्छ भन्ने प्रसङ्ग यस अध्यायबाट विस्तार गरियो। अब भागवत के अब हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू, बुवा आमा बहिनीहरू भनौँ धेरै सङ्ख्या छ न्युयोर्कमा। हामीले निमन्त्रण गर्न पनि धेरैलाई कोसिस गरेका हौँ। कतिलाई पुगेन होला, कतिलाई पुग्यो होला। पुगेन भने हाम्रो साथीभाइहरूले उठाउनु भएको छैन होला अथवा हाम्रो मिस्टेक, त्यसमा हामी क्षमा प्रार्थी छौँ। तर त्यो हुँदाहुँदै पनि हामीले चाहेको रकम हामीले सङ्कलन गर्न सकेनौँ। पैसा हामी नेपालीहरूसँग हाम्रो फर्स्ट जेनेरेसन हो। हामीसँग पक्कै पनि सबैसँग हामीसँग धेरै पैसा पक्कै पनि छैन। जति पनि हाम्रा साथीभाइ दिदीबहिनीहरूले दिनुभएको छ उहाँले आफ्नो क्षमता अनुसार दिनुभएको छ। राजेशजी
हिजो भयो आज जान्छ भोलि पनि जान्छ सबैजनाको स्वागत स्थानमा मसँग पुलिस शब्द छका छ यहाँको प्रशंसाको लागि व्याख्या गर्नको लागि यहाँहरू सबैले साधुवाद व्यक्त गर्दै सज्जनहरू अब जाने इच्छा हुँदा नहुँदै पनि जाने बेला भइरहेछ छोड्ने बेला भइरहेछ फेरि पनि हामी आउँछौँ पछि यहाँहरूले बोलाउनुहोस् यस बिचमा अहिले दान दिने दानदाता हुनुहुन्छ साकुल खत्री इन्दु खत्रीबाट 3000 पहिलो स्कन्द भगवानको पाउ दोस्रो स्कन्द भगवान परमात्मा भगवतीका छ तेस्रो स्कन्द भगवानको घोडा चारौं स्कन्द भगवानको तिग्रा पंचम स्कन्द भगवानको जान षष्ठ स्कन्द भगवानको गट्टी सप्तम स्कन्द भगवानको नामी अष्टम स्कन्द भगवानको छाती नवम स्कन्द भगवानको घाटी एकादश स्कन्द भगवानको प्रमाण दशम स्कन्द भगवान परमात्मा मुख एकादश स्कन्द दिदार बाह्रौं स्कन्द तालु हो त्यही भएर भगवानको पाउदेखि तालुसम्मलाई भगवान परमात्माको वाङ्मय प्रतिमूर्ति श्री कृष्ण भगवान परमात्मा ज्ञान विभाग गर्ने भागवत नै भगवान सबभन्दा प्रभुत्तम अंश मानिन्छ। तपाईँ हेर्दै हुनुहुन्छ हिमाली स्वरहरू अनलाइन रेडियोको युट्युब च्यानल, जहाँ तपाईँ नेपाली समुदायका विविध सामाजिक गतिविधिहरू हेर्न सक्नुहुन्छ। हिमाली स्वरहरूका रेडियो कार्यक्रमहरू सुन्नुहोस् www.nepaliradio.com अथवा www.nepaliradio.org मा। हिमाली स्वरहरू, नेपाली मन र नेपालीपनसँग नजिक।